दाजु भाइ सुन दिदी बहिनी कोइला खानी मेघालय सिलङको कहानी जमिन मुनि काम हुन्छ बेलसा गैसी साथी सेपारोले हिँड्नु पर्छ दिन हो कि राती आउँछन् यहाँ बङ्गाली नेपाली जोडेकै कि हातैमा मैन बाली आउँछन् यहाँ बङ्गाली नेपाली जोडेकै कि हातैमा मैन बाली नहीं जाता होगी दिगड़ ही तो रहते कहीं झुलमा सुक्खा हुन्छ कति झुलमा पानी मर्ने बाँच्ने ठेगान हुन्न दुखी जिन्दगानी बिहानको नास्ता गरी काम गर्न पास्यो काम गर्दा थकाइ लाग्छ फेरि खाइ बाँच्यो कोइला खानको यस्तै छ चलाना कोहीको हुन्छ झुलभित्रै माराना कोइला खानको यस्तै छ चलाना कोहीको हुन्छ झुलभित्रै माराना साथी घर फर्के पैसा कमाएर कतिले त दगा जोडे तिरमा फसाएर कोही त हजार पेमेन्ट थापी हातमा लाल बियर राधामाई र सुसुङ्गामा फोनमा हाई बियर कोइला खानमा ठिकै छ कमाई कपडा गन्दै बिताउँछ लौ समय कोइला खानमा ठिकै छ कमाई गन्दै बिताउँछ समय गति बनाई भात खाए सोच्न लागे आनी भगवानलाई जप्न थाले डाइरेक्ट देऊ है भानी बजार आउने बेला हुन्छ अनि काममा पास्यो भयभरको पेमेन्ट बोकी तास खेल्न बस्यो धन कमाउन आएको छोरो त्यसले गर्दा मन भयो एकरो धन कमाउन आएको छोरो त्यसले गर्दा मन भयो बेगोरो तासको चक्करले लङ्गुरमा बाँकी पैसा मागे लङ्गुरले भुक्यो नाना भाती घरबाट खबर आउँछ पैसा पठाउ छोरो बजार लङ्का पैसा भन्दै तेर्ने होइन मोरो कस्तो होला मान्छेको माना गाउँमा भन्दा परदेशमा रम्झामा कस्तो होला मान्छेको माना गाउँमा भन्दा परदेशमा रम्झामा
किराती आउँछन् यहाँ बङ्गाली नेपाली जोडेकै ती हातैमा मनबाली आउँछन् यहाँ बङ्गाली नेपाली जोडेकै ती हातैमा मनबाली कति झुलमा सुक्खा हुन्छ कति झुलमा पानी मर्ने बाँच्ने ठेगान हुन्न दुखी जिन्दगानी बिहानको नास्ता गरी काम गर्न पस्यो काम गर्दा थकाइ लाग्छ बिडी खाइ बस्यो कोइला खानको यस्तै छ चलाना कोहीको हुन्छ झुलभित्रै माराना कोइला खानको यस्तै छ चलाना झुलभित्रै माराना साथी घर फर्के पैसा कमाएर कतिले त जग्गा जोडे तिरमा फसाएर कोही त हजुर पेमेन्ट थाप्ने हातमा लाल बियर राखमै र सुतुङ्गामा फोनमा हाई डियर कोइला खानमा ठिकै छ कमाई हप्ता गन्दै बिताउँछ लौ समय कोइला खानमा ठिकै छ कमाई हप्ता गन्दै बिताउँछ लौ समय गति बनाई भात खाए सुत्न लागे आनी भगवानलाई जप्न थाले डाइरेक्ट देऊ है भानी बजार आउने बेला हुन्छ अनि काममा बस्यो भयभरको पेमेन्ट बोकी तास खेल्न बस्यो न कमाउन आएको छोरो तिरले गर्दा मन भयो एकोरो न कमाउन आएको छोरो तिरले गर्दा मन भयो एकोरो तासको चक्करले लङ्गुरमा बाँकी पैसा मागे लङ्गुरले भुक्यो नाना भाती घरबाट खबर आउँछ पैसा पठाउ छोरो बजार लङ्का पैसा भन्दै टेर्ने होइन मोरो कस्तो होला मान्छेको माना गाउँमा भन्दा परदेशमा रम्झामा कस्तो होला मान्छेको माना गाउँमा भन्दा परदेशमा